वेलकम टु माई न्यू व्लग। आज चाहिँ म बनाउन लाग्छु फ्रेड रोस्टर। फ्रेड रोस्टर कसरी बनाउनु म तपाईँलाई सिकाउन लाग्छु। पहिला चाहिँ म फ्रेड रोस्टर के हो तपाईँलाई देखाउँछु है। यो चाहिँ फ्रेड रोस्टर हो। म चाहिँ बहुत एक्साइटेड छु आज बनाउनुको लागि। पहिला चाहिँ हामीलाई चाहिन्छ डेरी मिल्क। जतिवटा डेरी मिल्क अब फ्रेड रोस्टर कतिवटा बनाउने हिसाबले लिनुपर्छ। अनि आलमोन्ड चाहिन्छ, अनि न्युटेला चाहिन्छ। हामीले चाहिँ आलमोन्डको जग्गा बदाम हाल्नुहुन्छ के गरेँ के भन्छन् हेजलनट हाल्छन्। अनि मैले चाहिँ वाफरको बदला चोकोबनलाई म्यास गरेर यस्तो गराएको छु। अनि चोकोबनलाई म्यास गरिसकेपछि चाहिँ न्युटेला हाल्नुपर्छ त्यहाँ वाफरमा चोकोबनमा। अनि त्यो चाहिँ हामीले डेरी मिल्कलाई मेल्ट गर्नुपर्छ। मैले चाहिँ देखाउनु बिर्सिहालेँ त्यही भएर। अब चाहिँ हामीले त्यो वाफरलाई राउन्ड राउन्ड गराएर अनि त्यसपछि आलमोन्ड हाल्नुपर्छ त्यसको भित्र। मैले त्यसको भित्र हाल्न सकिनँ किनकि यो धेरै चिपचिपा थियो। अनि त्यसमा चाहिँ डेरी मिल्कको मेल्ट गरेको चकलेटमा डिप गरिदिनुपर्छ। हेर्नुहुन्छ कस्तो राम्रो डिप भएको छ। हेर्नुहुन्छ मलाई यो सेप त राम्रो लाग्यो, बर्थडे पनि खानामा चाहिँ बहुत मिठो हुनेरहेछ मलाई थाहा छ। अब चाहिँ यस्तै 6वटा बनाइसकेँ मैले। अब कोरेसो लिनुपर्छ। कोरेसोले चाहिँ बदामलाई कोरेसोमा कोर्नुपर्छ। कोरेर कस्तो सुनो जस्तो देखिन्छ। अनि माथिको बाटो चाहिँ मैले बदामको टपिङ लगाएको छु। अब चाहिँ फ्रिजमा सेटिङ हुनुको लागि राख्नुपर्छ। सेट हुनुको लागि कि यो तातो छ नि त, तातो पनि छ अनि त्यसपछि उ पनि छ कि पिग्लिएको पनि छ। त्यही भएर हामीले सेटिङ गर्नुको लागि फ्रिजमा राख्नुपर्छ। यति नै तपाईँहरूलाई बाई बाई गाइस। मेरो भिडियो राम्रो लाग्यो भने सब्सक्राइब गरिदिनु अनि लाइक गरिदिनु। बाई।